अब चाहिँ मैले चाहिँ एकछिनमा अब चिरेर अब जानुपर्ने हुन्छ। अब थोरै छ यो आगे सन्चो हुनुहुन्छ ल। म पनि एकदम ठिक छु। सो आज चाहिँ म धेरै दिनपछि आएँ। मैले चाहिँ भ्लगिङ गर्न पाएको थिइनँ नि त होइन। सो आज चाहिँ म भ्लग गर्दैछु र आज म चाहिँ के गर्दैछु भन्दाखेरि चाहिँ दाउरा चिर्दैछु म चाहिँ होइन। सो त्यही हो, आज चाहिँ दाउरा चिर्नु पर्ने हुन्छ। मैले चाहिँ देख्न सक्नुहुन्छ अघि बिहान चिरिसकेको थिएँ, यति चिरेको थिएँ। अनि यहाँ चाहिँ छ उट्याउ चिर्नु पर्ने हुन्छ। अनि यहाँ चाहिँ यो पनि चिर्ने अरे, अनि यो पनि छ। सो गाइस म चाहिँ अब दाउरा चिर्न सुरु गर्छु ल। सो म चाहिँ 30 मिनटमा सक्ने रहेछु दाउरा चिर्नु ल। सो गाइस अब चाहिँ मैले चाहिँ एकछिनमा अब चिरेर अब जानुपर्ने हुन्छ। अब थोरै छ यो सो अब म चाहिँ जानुपर्ने हुन्छ। अब नास्ता खानको लागि भोक लाग्यो होइन, पेटले खोजिसक्यो कि साह्रै भोक लाग्यो। अब चाहिँ म गएर फेरि आउनुपर्ने हुन्छ। आएर फेरि अब आएर चाहिँ फेरि चिर्नु पर्ला दाउरा चाहिँ होइन। अझै धेरै छ, अझै धेरै छ। यहाँ छ सबै चिर्नु पर्ने हुन्छ। अहिले चाहिँ यति चिरेँ, यति चिरेर अब भोक लाग्यो, नास्ता खान जानु लागेको। सो अहिले चाहिँ 3 बजिसक्यो। 3 बजिसक्यो अब चाहिँ जानु पऱ्यो म चाहिँ होइन। त्यही हो, अब पेटले खोजेपछि जानै पऱ्यो म चाहिँ होइन। सो त्यही अब एकछिन भइरह लगाइस् म चाहिँ 8:20 भयो चाहिँ सक्नु पर्ला भनेको। बहुत सानो रहेछ कि एकदम साह्रो रहेछ। त्यो चाहिँ एकदम गाह्रो भयो। अब एकछिन आएर फेरि सुन्नु पर्ला नास्ता खाएर आएर चाहिँ। एकपट्टि बडीले चाहिँ एनर्जी त दिनै पऱ्यो, एनर्जी पावर चाहिँ बढाउनै पऱ्यो होइन। सो त्यही हो, अब जान लागेको म चाहिँ। आज चाहिँ यस मौसम चाहिँ अलिक खुल्ला गरेको छ, हावा लागेर पुरै बाटोले छोपेर यस्तो आकाशमा नाम सक्नुभएको छ। त्यही हो, निकै गाह्रो रहेछ। त्यही हो, एकछिन भेटौँ ल गाइस।